जोरले नमस्ते। आज माछा फ्राई बनाऊँ है त। 2 बोतल तेलले तोरीको तेल हो, तर शुद्ध तोरीको तेल कुन चाहिँ मैले पत्ता लगाउन सकिनँ। मैले चाहिँ माछालाई राम्रोसँग पखालेर पानी तर्काएर त्यसमा बेसार राखेँ। अनि जिरा धनियाँको धुलो, त्यसपछि अदुवा लसुनको पेस्ट, अनि नुन राखेँ। अनि खुर्सानी मसला थियो त्यसको धुलो राखेँ। अनि एउटा अन्डा राखेँ, त्यसपछि कर्नफ्लोर, अनि भुटेर पिसेको तोरीको धुलो राखेँ। अनि मजाले त्यसलाई मिक्स गरेँ। त्यसपछि तातो कराईमा तोरीको तेल राखेँ। राम्रोसँग तातिसकेपछि मैले माछा फ्राई गरेँ। मलाई चाहिँ फ्राई गरेको माछा एकदमै मिठो लाग्छ। मलाई मात्रै हैन, मेरो घरको सबैजनालाई फ्राई गरेको माछा चाहिँ मनपर्छ। मैले चाहिँ माछालाई मिडियम हिटमा फ्राई गर्दैछु। 2-3 चोटि फ्राई गर्दै फर्काउँदै गरिसकेपछि माछा यत्तिको रातो भइसकेको छ। खासमा चाहिँ माछालाई यसरी तारेर नखानु स्वास्थ्यको लागि फाइदा छैन भन्नु हुँदो रहेछ, तर यसरी नै खाएको मिठो हुन्छ माछा पाकिसकेपछि सबै निकाले। अनि हाम्रो चाहिँ टमाटरको अचार पनि रेडी भयो, माछा पनि रेडी भयो। लास्टमा चाहिँ माछाको टाउको फ्राई हुँदैछ। अनि मैले चाहिँ बाबुलाई भिडियोको लागि माछा सबै लगेर उसको अगाडि राखिदिएको। ऊ चाहिँ रमाएर वाह भन्दैछ, हेर्नु न। थ्याङ्क्स फर वाचिङ।